हेलो खनिचिवा ल मेरो यहाँ दिन सुरु भइसक्यो टक्कर आएर बिहान मेसेज आइसक्यो त्यहाँ कलेजबाट सेन्सेले निहोन सही खाछु नि चुइते हानासिता नहुँदैछ भनेर टक्क आइसक्यो। अब जापानको बारेमा क्लास सकेपछि टक्क सेन्सेरमा बसेर मजाले कुरा गर्ने भनेर कस्तो चल्दैछ लाइफ स्टाइल यताउता होइन, जीवन जापानको लाइफ कस्तो छ होइन, त्यो कुरामा बब्बाल छलफल हुन्छ हाम्रो आज क्लासपछि खत्रै पाराले। अहिले काम छैन अनि म त बस्छु, गफ हान्दै बस्ने हो टक्क। त्यो भएपछि प्र्याक्टिस नै हुन्छ नि त बोल्ने नि। अरू सबै ठिक छ, तपाईँहरूको के छ भन्नु, सुनाउनु कमेन्टमा। मेरो पनि ठिक छ है भनेर हानिदिनु होइन। कोले अब मैले सबैलाई कल गर्न भ्याउँदिनँ, तर मैले टाइम चाहिँ सबै मिलाएर सकेसम्म चाहिँ हानिरहेको छु नि फेरि। ल अब आज मेरोमा 15 मिनटको वाकमा मैले 15 मिनट बोलेँ भने त भ्लग कम्प्लिट हुन्छ होइन। त्यही भएर मैले हल्का हल्का क्रप गर्दै बोल्छु। कपी सपी किन्न जान्छु म यता, यहाँ क्वेन सप छ, त्यो अलिक सस्तोमा पाउँछ त्यहाँ कपी किन्ने बित्तिकै म सिधै गएको। हिजो नि झन्डै ढिला भइरहेको छ नि, म चाहिँ टाइममा निस्केछ। आज मेरो फेरि गेटअप छुट्टै छ, खतरा पाराले लुक्समा यस्तो छ क्या, अलिकति देखाउनु भुँडी देखाइगयो। हल्का मेरो फेरि भुँडी नि घट्दैछ है फेरि साथीहरू। वाक हुन्छ नि त मेरो लगभग 1 घन्टाको, म त अब आधी घन्टा आउन जानलाई लाग्यो वाक। अनि म आफै वाकमा गएँ थिएँ र म खतरा जोस् हुन्छ नि, फिट भएर आउँछु कि। यहाँ माइनिची गाम्बा त्यहाँ हानेपछि त अनि कसले भ्याउँछ र हाइट। ल एकछिनमा बोल्छु अब म है त। जापानमा नि अहिले गर्मी महिना सुरु छ नि त, अब पानी परिरहेको छ। अनि अब 1 महिना खत्रै गर्मी हुन्छ अनि झन्डै यहाँ होइन 30 माथि, अब 35 होइन, खतरा टेम्परेचर जान्छ क्या गर्मीको पनि। अनि त्यस्तो हुन्छ। त्यही भएर अब यहाँ अहिले चाहिँ मैले ज्याकेट यस्तो आज चाहिँ फेरि एसीको पनि चिसो हुन्छ, हिजो नलैकन भेस्ट मात्र लाएर गएको, खतरा चिसो भयो क्या मलाई। अनि जोस् चल्दैछ भन्नु न, आज केमा कुरा गरौँ साँच्ची है, बोरिङ त हुनुभयो आज साँच्ची। एउटा रिस पोखौँ न त आक्रोशमा होइन, त्यो हामी दलालहरू सम्बन्धी कुराहरूमा दलीहरू र हाम्रो नयाँ आउने स्टुडेन्टहरू सबैको लागि हेल्पफुल हुन्छ। प्लस हुन्छ नि जसलाई पनि हुन्छ कि, जहाँ पनि हुन्छ नि दलले। अब दलले सिम्पल भन्दाखेरि कस्तोलाई दलले भन्ने त होइन, जसले चाहिँ टक्क सुती खाने कि बिचमा बस्ने, डाइरेक्ट कुरा हुन नदिने कि, टक्क आफू बिचमा बस्ने, अनि यता सेटिङ मिलाएर अब त्यो लाग्ने भन्दा नि ज्यादा लाएर उसले कुम्लाइदिने, त्यसलाई भन्छ दले होइन। त्यस्तो वाइल्ड हुन्छ, वाइल्ड जापानमा वाइल्ड। एउटा केही काम गर्न पाएन यति लाग्छ म मिलाइदिन्छु भन्ने, अनि आफै गर्न नि सकिन्छ क्या त्यो काम गएर होइन। अस्ति अब एउटा हामको बनाउनु यहाँ 1500-1800मा बन्छ, उनीहरूले 5000-6000 माग्ने गयो भने एकैछिनमा केही नि होइन। त्यस्तो हो। त्यही भएर आफूमा एकदम विश्वास हुन्छ नि, आफू मै गर्न सक्छु भन्ने हिसाबले माइनिची गाम्बाते गर्नु, मिहिनेत गर्नु। नेपालबाटै हल्का भाषा अलिअलि N4 लेभलको भाषा बनाएपछि बुझिन्छ, एक्सप्रेस अलिअलि गर्न सकिन्छ। पुग्यो के जापानै जानुपर्छ, यही नै ठुलो, जापान जानु नै ठुलो हो भने त दुःख खत्रै पाउँछ। यहाँ सबै गर्दा त दुःख पाइरहेछ, पसिना आयो मेरो त खतरा। अब यहाँ रुमालको ल्याएकै छैन मैले, रुमालै ल्याउनु बिर्सेछ, केही छैन। यो नेपालको झन्डा मात्र रहेछ। गर्मी पसिना आइसक्यो, उठ्नु पर्यो। मैले देशमा पसिना बगायो है, आज आफ्नै देशको झन्डा नि काम लाग्यो। मलाई नसराप नै र झन्डाले पसिना पुस्यो भनेर गर्मी भयो, रुमालै रहेन रहेछ। आज आफ्नै देशको झन्डाले पनि साथ दियो। यस्तो हुन्छ विदेशमा धरि, देशको केही कुराले यस्तो गरिरहेको झन्डाले धरि यहाँ मद्दत पुऱ्याइसक्यो। कति गर्मी भएको आज मलाई। तपाईँहरू त पुरा सुतेर हावा खाँदै पङ्खा चलाउँदै हेरिराख्नु होला, भ्लग राति भयो होला है।
यहाँबाट निस्किसकेँ दाइसोबाट टक्क यो कान्छीको कपी ल्यायो भनेर सेन्जेले ढिला भइसक्यो मलाई आज पनि खाली यस्तो ढिला भने त माइनिची अनि काम भएपछि त म त कलेज छुट्टिन्छ त बस बाबा मेरो रेगुलर आउने ठाउँ हो कि उनीहरू खासै बुल्या मन पराउने थियो फेरि म पागल जस्तो एकछिन बुलिरहेको हुन्छ नि अनि कहिलेकाहीँ त यसलाई कसले छिरायो यसलाई हुन्छ नि यो कसले छिरायो हाम्रो देशमा भने जस्तो फिल भयो भने त नि पठाइदिन्छ त घरतिर मलाई झोला बोक्यो टिकट काट्यो लाग्यो ल मेरो लागि चाहिँ के राम्रो छ भने यताखेरि गर्मी हुन्छ बेसी होइन मलाई पसिना आइहाल्यो नि त साइकल सबैजना पसिना आएपछि मलाई के हुन्थ्यो नि यो यस्तोतिर छिर्न मन लाग्छ क्या स्टेसनतिर माटतिर अनि त्यो भएपछि क्या शीतल चिसो हुने फ्रेस हुने अनि त्यही भएर अब यो एकछिन हिँड्दा मात्र गर्मी अब नत्र त खासै जाडै हुन्छ चिसै हुन्छ भित्रतिर अनि अब त्यही हो मेरो चाहिँ अब खासै त्यो ठुलो हुन्छ नि खतरा खालको चाहिँ प्लान छैन आजको लागि गएको गएर अनि आउँदै राति हुन्छ कि अब चाहिँ फेरि त्यो क्लास छ नि त पछि त्यही भएर गाइस हरियोपट्टि बलिसक्यो लागिहाल्यो फेरि यस्तोले रोकाइदिएर टाइम गइरहेको हुन्छ कि अनि मैले अस्ति दिमाग लगाएर अनि म्याप स्क्यान गऱ्यो यता यति एउटा लाइट छ भन्दै अनि मैले त्यो हुन्छ नि आकाशे पुलबाट आउन थालेको छु कि त्यो भएपछि टाइम बचिरहेको छ मेरो अहिले साँच्ची अनि के अरे के गर्दै हुनुहुन्छ तपाईँहरू अब चाहिँ म ट्रेनमा हुन्छु तर मैले आउँदा खालि हुन्छ नि खतरा खालको एउटा कविता बनाएँ कि सुनाउँछु है त एकपल्ट सुनाउँछु अनि त्यसपछि म ट्रेनमा जान्छु अब म मेरो देशको झन्डा विश्वभरि फरफराएको हेर्न चाहन्छु म मेरो देशको झन्डा विश्वभरि फरफराएको हेर्न चाहन्छु मेरो यो ब्लग सबैले मन पराएको हेर्न चाहन्छु खत्रै दिए है कलेज आज फेरि 15 मिनट ठक्क टाइममा छ क्या त्यहाँ एलिभेटरमा पुरा 7 फ्लोरमा छ लाइन यस्तो हुन्छ नि लाइन बस्दै जानुपर्छ टाइम लाग्छ ठक्क पर्फेक्ट टाइम भन्छ क्या यसलाई यतिको लगभग 10 मिनट जस्तो चाहिँ अगाडि आउनुपर्छ म किन यो अहिले कालो देख्छु आफैलाई झन् विदेश आएर गोरो हुनु पनि मान्छेको झन् कालो भएर कि घाममा हिँडेर फेरि म एकछिन बस्दिनँ हिँडेको गर्ने त्यही भएर होला अब खतरा पढ्नुपर्छ आज पनि ओके साथीहरू हाम्रो गएकोमा फेरि यो स्कुलमा चाइनिजहरू चाहिँ धेरै मेरो क्लासमा चाहिँ अनि लगभग एलिभेटरमा लाइन हुन्छ नि लाइन लाग्दै जाँदाखेरि टाइम लाग्छ अब जे होस् अर्जेन्टिनाले जिते त बधाई छ सबैलाई अर्जेन्टिनाको फ्यानहरूलाई टक्क नत्र मलाई त खत्रै जिस्कायो नि त नि अस्ति एउटा दाइले नि भाइ अनि गयो त के हो फुरी भन्दै थियो अनि के अरे मैले भने हो नि दाइ अब के गर्ने पार लाउँछ सबैको भनेको सबैजना फाइनल पुरोस् भने त